नेपाल यदि के रिसाइकल गर्नमा राम्रो छ भने त्यो हो फिल्महरू रिसाइकल गर्नमा। एउटै चलेको फिल्मको आइडियालाई 10 चोटि युज गर्ने जबसम्म चल्छ। मलाई 10 वर्ष हुन लाग्छ नेपाली फिल्म नहेरेको, तर पनि म फिल्मको फर्स्ट 30 मिनट मात्र हेरेर यो फिल्मको स्टोरी कहाँ जाने हो भनेर म गेस गर्न सक्छु। यसको मतलब मेरो दिमाग फास्ट होइन। यसको मतलब के हो भनेपछि नेपाली सिनेमाले रामायण जस्तो मास्टरपिस फेरि कहिले बनाएन। पवन शाहको दाढी बराबर पुरै नेपाली फिल्म इन्डस्ट्री कोही आसपास आउँदैन। नेपाली फिल्ममा मोस्टली हुन्छ एउटा धनी बाउको छोरो जसले जीवनभरि कहिल्यै माया पाएको हुन्न, अनि एउटा साथी हुन्छ कमेडीको लागि साइडमा, अनि दुवै जान्छन् पबमा, एउटा केटीलाई भेट्छन्, देख्न साथ लभ एट फर्स्ट साइड हुन्छ, अनि त्यसपछि केटा र केटीहरूको बिचमा मिडल फिङ्गर एक्सचेन्ज हुन्छ, झगडा हुन्छ। हिरो र हिरोइनको बिचमा लफडा भइसकेपछि केही टाइमपछि हिरोलाई फेरि त्यही केटी राम्रो लाग्छ, अनि लाइफ लभ अफ द लाइफ पार्टनर अफ द लाइफ भन्ने कुराहरू तिमीहरू सोच्न सक्छौ। तर केटी भन्छ त जस्तो कुकुरसँग माया गर्नुभन्दा बरु म सिङ्गल बस्छु। तर हिरो हाम्रो फेरि धनी, त्यसमाथि बेरोजगार। एउटा धनी र बेरोजगारले केटी नपट्याए कसले पट्याउँछ? तिमीहरूले, मैले। बिचमा फेरि फाइट हाल्ने स्वाद अनुसार अब फिल्ममा। अनि सेकेन्ड हाफतिर हिरोइनलाई हिरो पनि राम्रो लाग्छ, दुवैको बिचको लभ राम्रो हुन्छ, अनि लास्टमा क्यान्सरको वाइल्ड कार्ड एन्ट्री हुन्छ। कि त हिरो मर्छ न त पनि हिरोइन मर्छ। अनि त्यसपछि नेपाली ऑडियन्सको रियाक्सन